सुन्नुस् न एकछिन समादिनु न एकछिन हामी पसलभित्र जाऊँ न एकछिन यहाँ बस्दिनु न लिनुस् यो चिया पनि खानु तिमीलाई मैले अघि कहाँदेखि बोलाएँ को त्यहाँदेखि तिम्रो आँखानिर के लागेछ हल्का पुछ न एकछिन यो बोक्देऊ न ल बहिनी तिमी त भाइरल भयो त हेर त के भन्छौ हो साच्चीकै बिचरा एकजना बहिनी बाटोमा पुच्छा लगाइरहेको थियो उसले आफ्नो दोकानभित्र बोलायो अनि मैले अनि उसलाई बसाएँ बिचरा माया लागिरहेको थियो अनि उसलाई मैले चिया पनि खान दिएँ अनि त्यहाँदेखि तिम्रो घर कहाँ हो भनेर भनेको उहाँबाट बाटोमा भनेर भन्यो उसले उसको आँखामा आँसु नै आयो त्यही भनेर अनि उसलाई मैले बर्को ओर्न दिएँ जाडो भइरहेको थियो बिचरालाई